नेपाली क्रिकेट अहिलेको अवस्थामा शेयर बजारमा जसरी दिन प्रतिदिन शेयर तलमाथि भइरहेको हुन्छ नि, सेम हालतमा छ नेपालको क्रिकेट अहिले भन्नुपर्दा चाहिँ। T20 वर्ल्ड कप क्वालिफायरमा हामीले ब्याक टु ब्याक 6 म्याच जितेका थियौँ, एक म्याच पनि हारेका थिएनौँ। तर यो CWC लिग 2 को म्याच जुन युएमा भइरहेको छ, युएसए र युएसँग, त्यसमा चाहिँ 4 म्याच लगातार हारिरहेको छ नेपाल। यो साँच्चै भन्नुपर्दा चाहिँ शेयर बजारमा शेयर तलमाथि भएको जसरी नेपाली क्रिकेटको अवस्था पनि सेम सिचुएसन। अब म के नै भन्न सक्छु र गाइस, सो नेपाली क्रिकेटको चाहिँ अहिले डामाडोल अवस्था छ। ओडिआईमा स्पेशली भन्नुपर्दा चाहिँ नेपाली क्रिकेट टिमको यहाँबाट चाहिँ डाउनफल सुरु भएको हो कि प्र्याक्टिस नपुगेको हो कि प्लेयरहरूको फर्म नभएको हो कि आई एम टोटली कन्फ्युज गाइज, आई एम टोटली कन्फ्युज। सो नेपालले अझै पनि टाइम छ, बेलैमा सोच्नुपर्ने हुन्छ। किन भन्दाखेरि ओडिआई र T20 को टिम प्लेयरको ट्यालेन्टको हिसाबले चाहिँ विभाजन गर्नुपर्ने हुन्छ। त्यसो गरेको खण्डमा चाहिँ नेपाली क्रिकेटले चाहिँ ओडिआईमा स्पेशली भन्नुपर्दा चाहिँ ग्रो गर्न सक्छ। नत्र पनि हामीले ओडिआई को मान्यता पनि यहाँबाट फुस्किला जस्तो लागिरहेको छ। सो आशा नेपाली क्रिकेटमा एकदमै माथि छ हामी फ्यानहरूको, त्यो पहिलेदेखि नै हो। सो युएई सँग यो लास्ट म्याच हारेसँगै नेपाली क्रिकेट टिमको म्याचहरू अब बीचमा हाम्रो एनपीएल सुरु हुँदैछ। सो सबै प्लेयरहरूलाई बेस्ट अफ लक एनपीएल को लागि, एकदमै राम्रो गर्नु। सो थ्याङ्क यू सो मच फर वाचिङ। जय नेपाल।